कस्तो आशा आयो भने त्यो छोरो पेट दुखेर रुन्छ, चुई चुई हुन्छ, रुन्छ। त्यो आमालाई निन्द्रा दिँदैन बालकले। ए सुदनजी, तपाईँ यसरी रुनी कराउने चाहिँ नगर्नु न। तपाईँलाई के पिर पर्यो भन्नु न बरु। धेरै स्ट्रेस भइसक्यो क्या एकदमै। कसले पोलिटिक्स खेल्छ, कसले के खेल्छ होइन। आफूले देश मात्र बनाउन इच्छा छ, आफूले अरू कुरा केही इच्छै छैन। सक्दैन, रिसा छ, आक्रोशित छ, रननन रिसाउँछ। यस्तै हो गुरुबा, यस्तै हो अहिलेका जेनजीहरू। त्यही माथि पनि युवा मान्छे त अहिले तातो रगतको एकोरै हुन्छन् नि। मलाई त्यही माथि अलिक भेटो जस्तो हुनुहुन्छ है। एकोर आफूले भनेको कुरो हुनैपर्छ भन्ने खाले हुनुहुन्छ क्या। म यस्तै न, गुरुङको छोरो भेडा नै हुन्छ भनेको यही नै रहेछ। यही हो भेडा भएको। सहन सक्ने ठुलो हुन्छ। सहनु, फननन नफन गर्नु, साना कुरा नबुझिकन। बुझ्नु सुन्नु छैन त्यत्तिकै। सुदन गुरुङजीले पनि अरूसँग ठुलो कुरा गरे पनि हाम्रो गुरुबासँग चाहिँ ठुलो कुरा नगर्नु भएको हुन्थ्यो क्या। त्यसै गाली खानु भएन। अब भात खानु पाएन तर गाली चाहिँ खायो। राम्रो देशलाई राम्रो हुन्छ कि भनेर लडेको गाली चाहिँ खाइयो। ल हेर्नु सुशीला आमै, यहाँ सुदन गुरुङ चाहिँ भोकै हिँड्नु भएको छ यसरी चाहिँ देश बनाउनका लागि। तपाईँले आफ्नो अरू छोरछोरीलाई चाहिँ दिने अनि आफ्नो जेठो छोरालाई चाहिँ दिन पर्दैन। छोरछोरीलाई समान व्यवहार गर्न पर्दैन, घरमा खान दिनु पर्दैन। ल हेर्नुहोस् भोकै हिँड्या चाउचाउ खाँदै। गरिबमा के समानता? खान छैन घरमा, समानता त्यो त प्रश्नै उठ्दैन। हो, यस्तो समस्या पो रहेछ। यस्तो समस्या पहिले भन्न पर्दैन त? हामी मिलाइदिने थियौँ। हाम्रा ऋषिजीले कत्रा कत्रा राउटेहरूलाई चामल दिनुहुन्छ। हाम्रो जेनजीका मुखिया सुदन गुरुङलाई दिनुहुन्न त? ल ऋषि धमलाजीले दिनुहुन्छ एक बोरा चामल तपाईँलाई। मुखियाजी चामल लिन आउनुहोस्। ल मुखिया आउनुहोस्। ल सुदनजी, एक बोरा चामलको चाहिँ जोगाड भयो। अब तपाईँले जानुहोस्, अब मजाले खाना बनाएर खानुहोस्। आमालाई पनि खुवाउनुहोस् है। ए हामी त भोगटे खाँदैछौँ त। कफी खान आइ त्यसो कफी। ए झन् खाना भोकै होला नि, केही खाएन। चाउचाउ खाएँ भनेर झन् चाउचाउ खा देखेर चाहिँ यस्तो चामलको जोगाड गराइदिएँ, के गराइदिएँ। बाहिरै खाँदै पेट भर्दै पो हिँडेर छन्। कहिले कफी खानु बोला खान्, कहिले भोगटे खानु बोला छन्, कहिले के गरे खान् गरेर बाहिरै खाइ हिँडेर छन् नि। त्यही भएर पो सुशीला आमै रिसाइरहेछ नि यिनीसँग। मिठो मिठो खाना खोज्ने, काम उब्सेरै नगर्ने भएपछि त बुढी नि त रिसाउँछ। हो पण्डित बा, हो यस्तै हो क्या। कोही मिठो मिठो खाना खोज्ने, काम उक्सेर नगर्ने, कोही राम्रो राम्रो मजाको भिडियो हेर्न खोज्ने, अनि च्यानललाई सब्सक्राइब गर्न नगर्ने, लाइक नगर्ने, अनि भिडियोलाई सेयर नगर्ने, त्यस्ता खाले छन्। अब यो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्ने भनेर कसले भनिदिनु पर्ने होला। यो च्यानललाई सब्सक्राइब गर्न पर्यो। टिकटकमा आएर छ भने यो टिकटकको भिडियो पनि पुरै आएर यता युट्युबमा हेर्नु पर्यो। त्यो पनि सबैजनालाई भन्दै आजको भिडियोबाट भने बिदा हुन्छौँ। नमस्कार।